आदरणीय दर्शकवृन्द नमस्कार। बालबालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले सञ्चालित यस युट्युब च्यानलको अर्को शैक्षिक भिडियोमा प्यारा विद्यार्थी भाइ बहिनी, आदरणीय अभिभावकज्यू र शैक्षिक सरकारवाला सबैलाई हार्दिक स्वागत गर्दछु। आफूले आफ्नो मनलाई पढाइ लेखाइमा लगाइरहन गाह्रो हुन्छ। डुल्न, खेल्न, भिडियो गेम, कार्टुन हेर्नबाट आफ्नो मनलाई नियन्त्रण कसरी गर्ने त आजको भिडियोमा यसै सम्बन्धी कुराकानी गर्छु। आफ्नो मनलाई नियन्त्रण गर्न धेरै गाह्रो छ। सायद पूर्ण नियन्त्रण कसैले पनि गर्न नसक्ला, तर पुरै खुला छोड्न पनि त भएन नि आफ्नो मनलाई जथाभावी जानबाट जोगाउन र चित्तलाई दमन गरेर नियन्त्रणमा राख्नु जरुरी हुन्छ। त्यसको प्रमुख एक उपाय म भन्न गइरहेको छु। दैनिक कार्यतालिका निर्माण र कार्यान्वयन। बिहान कति बजी उठ्नेदेखि दिनभरि कुन समयमा के काम गर्ने, कुन विषयलाई कति पढ्ने, कति लेख्ने र साँझ कति बेला निदाउने, यी सम्पूर्ण विवरण तयार पारिएको एक दस्तावेजलाई दैनिक समय तालिका अथवा दैनिक कार्यतालिका डेली रुटिन भन्ने गरिन्छ। सफल हुने हरेक व्यक्तिले नियमित रूपमा दैनिक समय तालिकाको प्रयोग गर्छन् र समय तालिकाले तोकेको समयअनुसार हरेक काम नियमित रूपमा गर्ने गर्दछन्। जस्तो बिहान 5 बजी बिउझिने, 5:15सम्म करिब 15 मिनट सरसफाइ गर्ने र फ्रेस हुने, त्यसपछि 6 बजीसम्म करिब 45 मिनट एउटा विषयको अध्ययन गर्ने, त्यसै गरी 6 बजेदेखि 6:15सम्म समाचार सुन्ने अथवा यस्तै केही गरेर फ्रेस हुने र फेरि 6:15देखि 7 बजीसम्म 45 मिनट अर्को कुनै विषयवस्तुको अध्ययन गर्ने, 7 बजेदेखि 7:15सम्म तातो पानी पिउने अथवा यस्तै केही काम गर्ने र 15 मिनट फ्रेस हुने र 7:15देखि 8 बजीसम्म फेरि अर्को कुनै विषयवस्तुको 45 मिनट अध्ययन गर्ने। एवं रीतिले दिनभरि कुन समयमा अध्ययन गर्ने, कति बेला के काम गर्ने, कति गर्ने, घरको काम कति समयमा गर्न सकिन्छ, गर्न सम्भव काम कार्य र सोही अनुसारको समय छुट्याएर समय तालिका निर्माण गर्नुहोस् अनि सोही निर्धारित समयअनुसारको अलार्मको प्रयोग गरेर सधैँ उक्त कार्यतालिकाको कार्यान्वयन गर्नुहोस्। आवश्यकताअनुसार कार्यतालिका संशोधन गर्नुपर्ने पनि हुनसक्छ। हामीले कार्यतालिका निर्माण गर्दा 2 किसिमको कार्यतालिका निर्माण गर्नुपर्दछ। एउटा विद्यालय खुल्ने दिन एउटा किसिमको कार्यतालिकाको प्रयोग गर्नुपर्छ भने विद्यालय बन्द भएको दिन अर्को कार्यतालिकाको प्रयोग गर्नुपर्ने हुन्छ। यसरी दुवै कार्यतालिका निर्माण गरिसकेपछि सजिलै देख्न सक्ने ठाउँमा टाँस्नुहोस् र उक्त कार्यतालिकाहरूलाई प्रमुख देवता, प्रमुख गुरु, प्रमुख भगवान ठानेर उक्त कार्यतालिकाले दिएको निर्देशनअनुसार आफू नियमित रूपमा चल्नुहोस्। सफल हुने हरेक व्यक्तिले यो दैनिक कार्यतालिकाको प्रयोग गरेकै हुन्छ र नत्र सफलता असम्भव छ। केही विद्यार्थीहरू चाहिँ कुनै दिन पुरै समय पढेर बिताउँछन् भने कुनै दिन पुरै समय डुलेर अथवा अन्य कुनै काम गरेर बिताउँछन्। कुनै दिन पटक्कै किताब छुँदैनन्। यो पक्कै पनि असफलताको लक्षण हो। तपाईहरू कसैले पनि यसो गर्नुहुन्छ होला, गर्नुहुन्न। तर यदि कसैले यस्तो गर्नुभएको छ भने आजैदेखि परिवर्तन भइहाल्नुहोस्। आजैदेखि कार्यतालिका निर्माण गरेर सोही अनुसार नियमित रूपमा चल्नुहोस् र सफलता प्राप्त गर्नुहोस्। प्यारा विद्यार्थी भाइ बहिनी, सफल व्यक्ति त्यही हुन्छ जसले आज आउने 24 घण्टालाई सही तरिकाले सदुपयोग गरेर बिताउँछ। असफल त्यो हुन्छ जसले आजका 24 घण्टा बेकाममा बिताएर भोलि अर्को दिन आइहाल्छ नि भनेर टार्दछ। त्यसकारण म प्यारा विद्यार्थी भाइ बहिनी तपाईहरूलाई विनम्र अनुरोध गर्दछु कि दैनिक समय तालिका निर्माण गर्नुहोस्। त्यसै अनुसार दिनभरि काम गर्नुहोस्। सबैको प्यारो बन्नुहोस्, ज्ञानी बन्नुहोस्, आनन्द र सुखमय जीवन बिताउनुहोस्। तपाईलाई सफलताको अनन्य शुभकामना। आदरणीय अभिभावकज्यू, नानी बाबुहरूमा गुणस्तरीय शिक्षा वृद्धि गर्ने तपाईँ हाम्रो लक्ष्य एउटै छ। त्यसकारण मैले बनाएका यी शैक्षिक भिडियोहरू
आफ्नै निगरानीमा आफ्ना बालबालिकाहरूलाई हेर्न लगाउनुहोला र त्यसरी हेरेर बालबालिकाले यो भिडियोका कुराहरू बुझ्यो भने तिनीहरूको पढाइप्रति उत्प्रेरणा जाग्छ र पढाइप्रति मन जान्छ र पढाइ लेखाइमा उहाँहरूले समय बिताउनुहुन्छ। हुन्छ त आजलाई यति बोलौँ। तपाईलाई मेरो कुरा जायज लागेको भए यो भिडियोलाई सब्स्क्राइब, लाइक र सेयर गरेर मलाई सहयोग गरिदिनुहोला। अर्को भिडियोमा तपाईँ हाम्रो भेट हुने नै छ। आजलाई भने आज्ञा चाहन्छु। नमस्कार।